यहाँले सुरु भयो क्यामेरा सुरु दाइले पनि सोध्छु है त चिरञ्जीवी दाई यो रामकोटमा अहिले कति वर्ष भयो अरे हाम्रो यो रथयात्रा भएको कति वर्ष भनेको थियो अहिले मैले भुलेका हो र तपाईँ सधैँभरि आउने गर्नुभयो सधैँभरि आउँछ र यो जनमास जतिको आज छ त्योभन्दा बढी हुन्छ कि कम हुन्छ कस्तो हुन्छ जति पनि हुन्छ जनमास योभन्दा बढी हुन्थ्यो कि कम हुन्थ्यो हुन्छ कोही बेला अलिक कम हुन्छ रमाइलो त यहाँभन्दा बढी हुन्छ कि अब यतिकै हो रमाइलो यस्तो हजुर यस्तै हो भजन हुन्छ नि बाजा हुन्छ मलाई त म यहाँ आएको पहिलोपटक हो धेरै रमाइलो लगाइरहेको छ म यहाँ विभिन्न तीर्थहरू अब हाम्रो यहाँ रथयात्राको कार्यक्रम हाम्रो यहाँ सवारी हुनु भइरहेको छ यहाँबाट विभिन्न बाजागाजा भजनसित हाम्रो रथयात्रा अब यहाँ टोली बोकेर रथयात्राको कार्यक्रम सुरु भइरहेको छ म यहाँ हाम्रो चरमाडे दाइरामा सँगै बसेका छौँ हाम्रो हिलालाई पनि हुनुहुन्छ हामीहरू यो त्रिपुरेश्वर शिवालय मन्दिर अगाडि यहाँ देखिरहेको छ यो त्रिपुरेश्वर मन्दिर लगायत हाम्रा सम्पूर्ण रथयात्रीहरू यहाँ परिक्रमा गरिरहेका छन् यहाँ हाम्रो यो दृश्यलाई घुमाएर मैले भिडियो बनाउन गइरहेको छु